गुरुजी हजुर दाइ के गर्ला कफी बनाउनु लागि होइन हो दाइ आज म स्पेसल मेनु सुमियाकीको स्पेसल ड्रिङ्क सुमियाकीको हाइबल बनाउनु गएर छु दाइ हो र ल हेरौँ हजुर त दाइ गुरुजीको ल कला ओके दाइ टक्क मैले ग्लास लिएँ एउटा बेड हजुर ग्लास अब म आइस हाल्न गएर छु यसमा ओके आइस हाल्नु पऱ्यो हाइबल जापानिजमा हाइबल चाहिँ हाइबोरु भन्छ हैन हजुर हाइबोरु ए आइस हाल्यो होइन कुन हाइबल हो यो मुस्ताङ ए हाइबल दाइ मुस्ताङ हाइबल ओके यो मुस्ताङ मुस्ताङ है ल त्यसपछि लेमन हाल्छु ओके लेमन हाल्ने पछि चाहिँ सोडा हाल्ने सोडा सोडा ए कपडा हजुर ओके त्यसपछि चाहिँ मुस्ताङ ए मुस्ताङ हाल्यो अब हजुर ओके मेड इन नेपाल मैले नेपाल 30 ml हाल्दिनु ओके 30 ml थोरै ओके त्यसपछि यो अनि ओके त्यसपछि त्यसमा चाहिँ लेमन स्लाइस राख्नु ए बबाल हाइबल नेपालमा खासै यो बेचेको देखिँदैन होइन हजुर सुमाकीको स्पेसल ड्रिङ्क ए जापानमा त एकदम चलेको छ यो होइन हजुर शीतल हुने गर्मीमा आइस पनि भएको हजुर अब के भन्नुहुन्छ लु भन्नुहोस् त सुमाकीमा आउनुहोस् र यो हाइबल ट्राई गर्नुहोस् ओके त्यसपछि ट्राई गरेर बाहिर चाहिँ पोलमा नहाल्नु होला सिधै के भन्न चाहन्छु ल गुड या गाइज दोर्जेले बनाएको दोर्जे लामाले बनाएको हाइबल म खान गइरहेको छु मिठो छ दोर्जे ल नो कमेन्ट होइन यो चाहिँ खासै नेपालमा कहीँ पनि नपाउने पाउन सकिन्छ तर थोरै ठाउँमा हाइबल मुस्ताङ हाइबल दामी लाग्यो दामी धेरै रुचाउनुहुन्छ यहाँ होइन बियर भन्दा यो रुचाउनुहुन्छ सबैले आइस भएको सोडा अनि लेमन ओके अनि हाले पनि केही फरक पर्दैन है त ल थ्याङ्क यू